क्यापासिटर्स इन प्यारलल शिक्षा वर्षद्वारा प्रेजेन्ट गर्दछौँ। सबैलाई नमस्कार। हामी सुरुमा एउटा सर्किट बनाउने छौँ। यो पोइन्टलाई चाहिँ हामी ए भनौँ अनि यो पोइन्टलाई चाहिँ हामी बी भनौँ अनि तीनवटा क्यापासिटर यसलाई के भनौँ भन्दाखेरि C1 भनौँ, यसलाई C2 भनौँ अनि यसलाई C3 भनौँ है। हो यो क्यापासिटरहरू चाहिँ हरेक क्यापासिटरको एउटा प्लेट ए मा कनेक्ट भएको छ यसरी, अनि यो अर्को इन्डिङ प्लेट बी मा कनेक्ट भएको छ यसरी। अनि यहाँ चाहिँ प्लस क्यू चार्ज छ भने यतापट्टि के हुन्छ माइनस Q1, अनि यहाँ प्लस Q2 चार्ज इन्ड्युस भएको छ यो Q2 को कारणले यता माइनस Q2, अनि यो प्लस Q3 यतापट्टि माइनस Q3। अब हामी खासमा क्यापासिटर्स इन प्यारलल भन्नाले सबै क्यापासिटर चाहिँ एउटै पोइन्टमा कनेक्ट भइरहेछ, हरेक प्लेट यसरी एउटै पोइन्टमा कनेक्ट भइरहेछ भने यसलाई प्यारलल भनिन्छ। हामीले यसमा के याद गर्नुपर्छ भन्दाखेरि यो प्लस क्यू को कारणले माइनस क्यू यसमा इन्ड्युस भएको छ हो, जसको कारणले यहाँ प्लस Q2 को ठाउँमा माइनस Q2 ऊ भएको छ, चार्ज डेभलप भएको छ भनेपछि यो सबैको पोटेन्सियल सेम रहेछ। के सेम रहेछ भन्दाखेरि पोटेन्सियल सेम, तर चार्ज डेभलप चाहिँ डिफरेन्ट हुन्छ। चार्ज डेभलप्ड इट्स डिफरेन्ट हो। अब हामीले एउटा मास्टर फर्मुला छ Q इज इक्वल टु CB। अब यो तरिकाले यसमा हामीले झिक्न खोजेको क्यापासिटेन्स झिक्नेछौँ। अब हामीलाई के थाहा छ भन्दाखेरि यो टोटल चार्ज त कन्जर्भ हुन्छ, पोटेन्सियल सेम छ भनेपछि टोटल चार्ज कन्जर्भ हुन्छ। टोटल चार्ज कन्जर्भ हुनुको मतलब के हो भन्दाखेरि टोटल चार्ज इज द सम अफ अल्जेब्रिकल सम अफ इन्डिभिजुअल चार्ज। Q इज इक्वल टु Q1 प्लस Q2 प्लस Q3 भनेपछि Q को ठाउँमा हामीले के लेख्नु पायो, Q को ठाउँमा CB लेख्नु पायो, अनि Q1 को ठाउँमा के लेख्नु पायो यो Q1, यो Q1 को ठाउँमा के लेख्नु पायो भन्दाखेरि C1 V1 प्लस C2 V2 प्लस C3 V3। अब हामीलाई के थाहा छ भन्दाखेरि B इज इक्वल टु V1 इज इक्वल टु V2 इज इक्वल टु V3। किन यो भन्नुको पाएँ भन्दाखेरि सिन्स एउटै पोइन्टमा कनेक्ट भएको छ पोटेन्सियल सेम हुन्छ। अब भनेपछि हामीले के लेख्नु पायो CB इज इक्वल टु, अब V कमन तान्दाखेरि के आउँछ C1 प्लस C2 प्लस C3। यहाँनिर यो V भनेको त बराबर छ नि त, त्यही भएर V कमन लिए। अब यो V र यो V क्यान्सल हुन्छ। C इज इक्वल टु C1 प्लस C2 प्लस C3 भनेपछि अब हामीले के थाहा पायौँ भन्दाखेरि यो यदि क्यापासिटरहरू चाहिँ प्यारलल्ली कनेक्ट गरेको छ भने टोटल क्यापेसिटेन्स भनेको चाहिँ सम अफ इट्स इन्डिभिजुअल हुँदो रहेछ। हामीले भनेपछि प्यारललमा चाहिँ बढी क्यापासिटेन्स ल्याउन सकिँदो रहेछ सिरिजमा भन्दाखेरि।